हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई न्यू ब्लग। धेरै आफ्टर लङ टाइम पछि ब्लग बनाउन जाँदैछु। आज चाहिँ हुँदैछ 10 गते, यहाँको 10 गते हुँदैछ। अनि म चाहिँ के भन्छु भने मेरो खुसी कसरी व्यक्त गर्छु भने एकदम धेरै खुसी लागिरहेको छ। किन भन्दा मैले मेरो बुवाको भिजा अप्लाई गरेको थिएँ। फाइनली मेरो बुवाको भिजा आइसकेको छ। अस्ति 8 गते आएको, आज 10 गते 2 दिन भयो। अनि बुवा चाहिँ आउँदै हुनुहुन्छ 25 गते, अनि आज 10 गते भयो। अब ठ्याक्कै 15 दिन बाँकी छ। मलाई चाहिँ एकदम धेरै खुसी लागिरहेछ। के गरौँ निन्द्रै लागेन मेरो। यो चाहिँ मैले आज मेरो आँखा फरफराएको भएर मैले यो हरियो पत्ता के प्लान्टको चाहिँ अलिकति पात चुनेर लगाएको कि यो लगायो भने फरफर गर्दैन भनेर। त्यही हो गाई। सो मैले चाहिँ यो भिडियो सँगसँगै जसरी भिजा आएको छ त्यो उसबाट सँगसँगै चाहिँ पछिको लागि मेमोरी होस् भनेर मैले चाहिँ एउटा सानो क्लिप बनाउन लगाएको युट्युबमा। अनि त्यही भएर मैले चाहिँ भिडियो क्लिप गरेको। अनि त्यसपछि अब फेरि बुवा आउने दिनमा पनि म भिडियो बनाउँछु। अनि बुवासँग बसेका रमाइलो गरेका पलहरूको पनि म भिडियो बनाउँछु। अहिलेलाई चाहिँ यति नै, बाँकी चाहिँ अरू भिडियोमा हेर्नु ल। म यस सँगसँगै जोडेर राख्छु भिडियो, अनि त्यसमा सँगै हेर्नु ल। एभ्रिवान, गुड मर्निङ। फाइनल्ली आज चाहिँ मेरो बुवा आउने दिन हो नेपालबाट। अनि हामी चाहिँ रेडी भएर बुवा लिन जाँदैछौँ। अहिले चाहिँ यहाँको भयो 8:30। मैले हेरेको थिएँ अब सायद आधी घन्टामा ल्यान्डिङ हुने देखाइरहेको थियो। यहाँबाट चाहिँ हाम्रो एयरपोर्ट नजिकै छ क्या, अनि त्यही भएर जाम भयो भने पनि 30 मिनटमा त पुगिसक्छ हामी। अनि त्यही भएर बाहिर निस्किँदा यताउति टाइम लाग्छ भनेर हामी चाहिँ अब निस्किँदैछौँ बुबा लिनको लागि। अनि मेरो बुढा चाहिँ रेडी हुँदै हुनुहुन्छ, अनि म चाहिँ रेडी भइसकेँ। अब हामी चाहिँ निस्किन लागेको बुबा लिनको लागि। उहाँ हुनुहुन्छ मेरो बुढो। अनि म तपाईँहरूलाई एउटा चिज देखाउँछु ल। यो हो बुके बुवाको लागि। खोइ मलाई दिएर हेर्नु त एकचोटि कस्तो देखिँदो रहेछ। अहिलेसम्म दिए होइन, खोइ एकचोटि कस्तो हुँदो रहेछ। त्यसरी होइन, यसरी यसले यसरी यहाँ समातेर अनि अलि राम्रोसँगले अङ्गालो मारे जस्तो दिए। कस्तो राम्रो बुके मैले छानेको। कस्तो ओइलाउला जस्तो लागेको थियो नि, हल्का पानी छरेको मैले। कस्तो राम्रो भयो। म यसरी लिएर बस्ने हो बुवाले लिन जान। आई एम सो एक्साइटेड टु मिट माई पापा। बाई बाई, भेट्दै गरौँ ल। अब हामी निस्केको ल, ढिला भइसक्यो। बाई बाई। लाइराख बुवा, खोइ यता हेर्नु त। रमाइलो लाख फुल लिएर बसेर केही छैन। हामी यहाँबाट पार्किङमा जान लाग्यो। राम्रोसँगले आइपिनु भयो नि तपाईँ। रमाइलो भएछ बुवालाई। हामी चाहिँ आइपुगिसकेका छौँ पार्किङमा। यहाँ हुनुहुन्छ बुवा, उहाँ हुनुहुन्छ बुवाको ज्वाइँ। सामान हाल्दैछौँ।